सधैँ अगाडि हामीले यहाँ गरिसकेको हो कि होइन हो यही रिलेसन ल्याएर मैले हाल्दिएँ हेरेर डिएलको भ्यालु मैले भर्खर यहाँ निकालेको हो यो आएको हो कि ए सेक स्क्वायर डी थीटा आएको हो डिएलको भ्यालु त्यसै गरी अब हेर त अनि त्यसै गरी हामीलाई आरको भ्यालु चाहियो आरको भ्यालुको लागि मैले के गर्दै हेर त ल आजको यस भिडियो चाहिँ मैले फेरि पनि क्लास 12 को चाहिँ एनबी बोर्ड एक्जाम प्रिपेयर गरेर बसिरहनु भएको स्टुडेन्टहरूको लागि लिएर आएको छु आज चाहिँ हामी चाहिँ यस भिडियोमा चाहिँ म्याग्नेटिक फिल्डमा चाहिँ रहेको चाहिँ हामीले बायो सफर ल हैन बायो सफर लको चाहिँ डिफ्रेन्ट टाइप्स अफ एप्लिकेसनहरू चाहिँ हामीले प्रिभियस भिडियोमा चाहिँ डिस्कस गरिसकेका थियौँ हैन सबैभन्दा सुरुमा बायो सफर ल भनेको के हो अनि त्यसै गरी बायो सफर ल युज गरेर चाहिँ हामीले चाहिँ म्याग्नेटिक फिल्ड एट द सेन्टर अफ सर्कुलर कोइलको सेन्टरमा चाहिँ म्याग्नेटिक फिल्ड कसरी निकाल्ने र त्यसपछिको हाम्रो सेकेन्ड एप्लिकेसन चाहिँ के थियो भन्दाखेरि म्याग्नेटिक फिल्ड हामीले चाहिँ सर्कुलर कोइलको चाहिँ हैन एक्सिसमा चाहिँ हामीले चाहिँ म्याग्नेटिक फिल्ड कसरी निकाल्ने भनेर चाहिँ अघिल्लो भिडियोमा डिस्कस गरिसकेको थियौँ यदि तिमीहरूले त्यो भिडियो हेरेको छैनौ भने चाहिँ च्यानलको चाहिँ मैले चाहिँ के भन्छ अरे त्यो अगाडिको प्रिभियस भिडियोहरूको चाहिँ लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा राख्नेछु तिमीहरूले त्यहाँ गएर पनि चेकआउट गर्न सक्छौ हैन एक्जाम पोइन्ट अफ भ्यूले हेर्ने भने चाहिँ हामीलाई चाहिँ ग्रुप सीमा चाहिँ 8 मार्क्समा सोध्नको लागि चाहिँ एकदम धेरै मोस्ट इम्पोर्टेन्ट क्वेसन भनेको चाहिँ यो बायो सफर ल र बायो सफर लको चाहिँ डिफ्रेन्ट टाइप्स अफ एप्लिकेसनहरू हो है ल आजको यस भिडियोमा चाहिँ मैले चाहिँ हेर त बायो सफर लको चाहिँ अर्को हाम्रो एप्लिकेसन भनेको के रहेछ भन्दाखेरि म्याग्नेटिक फिल्ड अन इन्फाइनाइटली लङ स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टर भनेको कुनै पनि एउटा स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टरमा चाहिँ हामीले चाहिँ यसको चाहिँ म्याग्नेटिक फिल्ड चाहिँ कसरी निकाल्न सकिन्छ भनेर चाहिँ आजको यस भिडियोमा चाहिँ हामी चाहिँ डिस्कस गर्नेछौँ है सबैभन्दा सुरुमा अब इन्फाइनाइटली लङ स्ट्रेट भनेको छ हैन स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टर भनेको चाहिँ तिमीहरू आँखा चिम्लेर एउटा स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टर बनाइदियो है हेर त एउटा स्ट्रेट लाइन हो कि होइन हो स्ट्रेट लाइनमा के छ भन्दाखेरि आई अमाउन्ट अफ करेन्ट चाहिँ मानिलियो आई अमाउन्ट अफ करेन्ट के भइरहेको छ फ्लो भइरहेको रहेछ है यसमा आई अमाउन्ट अफ करेन्ट फ्लो भइरहेको रहेछ यसको नाम मैले एबी भनेर दिएँ है ल हेर त अब जसरी चाहिँ करेन्टमा चाहिँ के भइरहेको जसरी यो स्ट्रेट के भन्छ अरे कन्डक्टरमा चाहिँ करेन्ट फ्लो भइरहेको रहेछ भनेपछि यसमा के हुने अभियसली म्याग्नेटिक फिल्ड चाहिँ डेभलप हुन्छ कि हुँदैन हामी सबैलाई थाहा भएको कुरो जस्तै हेर त यो पी भन्ने पोइन्टमा चाहिँ के रहेछ म्याग्नेटिक फिल्ड चाहिँ डेभलप भएको रहेछ अब हामीले चाहिँ यो पी भन्ने पोइन्टमा चाहिँ के निकाल्न पर्यो म्याग्नेटिक फिल्ड निकाल्न पर्यो है मैले सपोज गरेको है अब के भन्छ अरे फिजिक्स भनेको सबै कुरो सपोज नै हो कि यहाँ जे कुरो पनि सपोज नै गर्नुपर्छ जिन्दगी एजम्सनले नै चलेको छ भने जस्तै ल हेर त यो पोइन्टलाई मैले कति माने ओ माने ओ धुन पीसम्मको डिस्टेन्सलाई मैले के गरेँ ए माने है यहाँसम्म केही छ कन्फ्युजन केही पनि छैन अब हेर त अब म्याग्नेटिक फिल्ड निकाल्नको लागि चाहिँ अब के गर्नु पर्यो मैले म्याग्नेटिक फिल्ड निकाल्नको लागि चाहिँ यहाँ छ नि यो पोइन्टबाट चाहिँ यो जहाँसम्म चाहिँ हाम्रो म्याग्नेटिक फिल्ड निकाल्न पर्ने छ नि त्यो पोइन्ट पी हो त्यहाँसम्म चाहिँ एउटा के गरिदिएँ भन्दाखेरि एउटा स्ट्रेट लाइन ड्र गरिदिएँ हेर है तलबाट नि मैले स्ट्रेट लाइन ड्र गरिदिएँ त्यसै गरी मैले के गर्दै माथिबाट नि एउटा स्ट्रेट लाइन ड्र गर्दिएँ हेर त स्ट्रेट लाइन ड्र गरिसकेपछि अब हामीले चाहिँ कसरी यसको चाहिँ म्याग्नेटिक फिल्ड निकाल्न सकिन्छ हैन हामीले बायो सफर ल पढिसकेको थियौँ हैन बायो सफर ल भनेको चाहिँ के रहेछ कुनै पनि एउटा करेन्ट क्यारिङ कन्डक्टरको चाहिँ हामीले चाहिँ स्मल इलिमेन्ट लिएर चाहिँ त्यसमा चाहिँ के गर्न सकिन्छ इन्टिग्रेसन गरेर चाहिँ पुरै के भन्न सकिन्छ यो स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टरको चाहिँ हामीले के निकाल्न सकिन्छ म्याग्नेटिक फिल्ड निकाल्न सकिन्छ कि सकिँदैन सकिन्छ अभियसली मजाले सकिन्छ तिमीहरूलाई थाहा छँदैछ हैन तिमीहरूलाई थाहा भएकै कुरो हेर त मैले के गरेँ भन्दाखेरि चाहिँ स्मल अमाउन्ट अफ जस्तै यहाँदेखि यहाँसम्मको लेन्थलाई चाहिँ मैले कति माने भन्दाखेरि यहाँदेखि यहाँसम्मको लेन्थ कति छ यो लेन्थलाई मैले कति माने लेन्थ भनेको यसको लेन्थलाई मैले एल माने है यसको लेन्थलाई एल माने भनेपछि यो स्मल अमाउन्ट अफ इलिमेन्ट हेर है मैले यहाँदेखि यहाँसम्मको के गरेँ भन्दाखेरि स्मल अमाउन्ट अफ इलिमेन्ट लिएँ डिएल भनेको चाहिँ के हो हाम्रो स्मल अमाउन्ट अफ इलिमेन्ट हो हेर त डिएलले चाहिँ अब यो म्याग्नेटिक फिल्डसँग चाहिँ बनाएको यो डिस्टेन्स छ नि यो डिस्टेन्सलाई हामीले के भनेर पढेको भन त यसलाई के भनेर पढेको आर भनेर पढेको हो कि होइन तिमीले बायो सफर लमा यो कन्डक्टर भयो कन्डक्टरको यो स्मल लेन्थ भनेको यसमा डिएल ल्याऊ अनि यो मानिलियम पी भन्ने पोइन्टमा चाहिँ के रहेछ म्याग्नेटिक फिल्ड रहेछ भनेपछि यहाँसम्मको डिस्टेन्सलाई त तिमीले के भनेर पढेको आर भनेर पढेको हो कि होइन हो अब त्यसै गरी यो स्मल इलिमेन्ट डिएलले चाहिँ म्याग्नेटिक फिल्डसँग बनाएको यो एङ्गललाई चाहिँ हामीले के भनेर पढेको थियौँ थीटा भनेर पढेको थियौँ सपोज अहिलेको त्यसको लागि एउटा यसले एङ्गल कति बनायो थाई एङ्गल बनायो है ध्यान दिएर हेर है मैले के भने डिएल भनेको मैले स्मल इलिमेन्ट कन्सिडर गरेँ होइन डिएल भनेको स्मल इलिमेन्ट कन्सिडर गरेँ यो पोइन्टलाई कति नाम दियो सी भन्ने यो पोइन्ट दियो है यो पोइन्टलाई सी भन्ने पोइन्ट दिउँ जस्तै अब के भएछ भन्दाखेरि यहाँदेखि यहाँसम्मको यो म्याग्नेटिक फिल्ड जहाँ पीसम्म निकाल्न पर्ने हो नि त्यहाँसम्मको डिस्टेन्स भनेको चाहिँ हाम्रो के हो सधैँ आर हो होइन र ल हेर त त्यसै गरी यो एङ्गल कति छ मैले यो एङ्गललाई थीटा हेर है सानो देखेको जस्तो लाग्यो मलाई यो एङ्गललाई मैले थीटा माने भने यो माथिको एङ्गल कति हुन्छ यो थीटा 1 हुने भयो र तलपट्टिको यो एङ्गल भनेको हाम्रो कति हुन्छ थीटा 2 हुन्छ यही एङ्गल हो है फेरि तल किन लेख्नुभयो भन्ने कुरा होला यही पोइन्ट हो हेर त अब के गर्न सकिन्छ होला त हेर त अब एकोर्डिङ टु बायो सफर ल हैन बायो सफर ल युज गरौँ न के हुन्छ होला फिगरको नाम चाहिँ के रहेछ भन्दाखेरि म्याग्नेटिक फिल्ड के हो फिगरको नाम पनि लेख है ल यो फिगरको नाम भयो अब एकोर्डिङ टु बायो सफर ल अब तिमीहरूले कन्सिडर गर्ने कुराहरू चाहिँ कन्सिडर गर है मैले ल्याङ्ग्वेज चाहिँ लेखिनँ अब तिमीहरूले के गर्न सक्छ एबी भनेको चाहिँ एउटा स्ट्रेट लङ स्ट्रेट क्यारिङ कन्डक्टर हो जहाँदेखि ओपी भनेको चाहिँ एउटा म्याग्नेटिक फिल्ड रहेछ ओदेखि पीसम्मको डिस्टेन्स भनेको हाम्रो कति छ
यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको हाम्रो ए हो है, यो माथिको डिस्टेन्स चाहिँ ए लेखेको है मैले, फेरि तिमीहरू तलको डिस्टेन्स हो भनेर झुक्किलाउ ल हेर। त्यहाँदेखि त्यहाँसम्मको डिस्टेन्स ए छ होइन। अब स्मल इलिमेन्ट भनेको डिएललाई चाहिँ मैले एउटा स्मल इलिमेन्ट चाहिँ कन्सिडर गरेँ। अब त्यो तिमीहरूले लेख्न सक्छौ, अब मैले त्यो त्यति धेरै लेखिनँ है। अब एकर्डिङ टु बायो साफर्ड ल हेर त, एकर्डिङ टु बायो एसएभिआरटी बायो साफर्ड ल के गर्न सकिन्छ? बायो साफर्ड ल अब के हो? म्याग्नेटिक फिल्ड ल हेर त अब के गरेँ मैले भन्दाखेरि एकर्डिङ टु बायो साफर्ड ल होइन, म्याग्नेटिक फिल्ड एट द पोइन्ट पी ड्यू टु अ स्मल इलिमेन्ट होइन। स्मल इलिमेन्टले चाहिँ अब म्याग्नेटिक फिल्ड दिने भनेको कति हो हेर त, डिबी इज इक्वल टु म्यू बाई कति हो 4 पाई आइडिएल साइन थीटा बाई कति हो आर स्क्वायर। हेर त साइन थीटा, हेर त यहाँसम्मको हाम्रो एङ्गल कति थियो? थीटा थियो, त्यही भएर हामीले साइन थीटा लेखेको थियौँ। तर हेर त अहिले डिएलले चाहिँ अब के गरेको छ? म्याग्नेटिक फिल्ड पीसम्म बनाएको एङ्गल हाम्रो कति छ? साइन फाई छ भनेपछि हामीले यहाँ कति लेख्नु पऱ्यो? साइन फाई लेख्नु पऱ्यो है। तिमीहरूले यो कुरामा झुकिन्छ, यो कुरामा एकदम झुकिने कुरा केही पनि छैन। अब हेर त राइट एङ्गल ट्रायङ्गल, हेर त अब इन राइट एङ्गल ट्रायङ्गल, अब हाम्रो काम सकिहाल्यो कि यो राइट एङ्गल ट्रायङ्गल। हेर त पिओसी भनेको चाहिँ हाम्रो एउटा राइट एङ्गल ट्रायङ्गल हो कि होइन, मजाले हो तिमीहरूले देखिरहेको छौ होइन। यो एउटा यो के हो? राइट एङ्गल ट्रायङ्गल हो। अब यो हामीले चाहिँ राइट एङ्गल ट्रायङ्गलमा हेर त यो राइट एङ्गल ट्रायङ्गल हो कि होइन हो। राइट एङ्गल ट्रायङ्गलमा यसको अपोजिट साइडलाई हामीले के भन्न सकिन्छ भन त? यो भनेको त हाम्रो के हुने भयो? हाइपोटेनियस हुने भयो कि भएन? मजाले हुने भयो। हेर त यो भनेको हाम्रो के भयो? हाइपोटेनियस भयो। यसको अपोजिट भनेको हाम्रो के हो? परपेन्डिकुलर हो। यतापट्टिको हाम्रो साइड के हुने भयो? बेस हुने भयो। अब यो त बच्चाहरूलाई सिकाए जस्तो भइहाल्यो नि, यस्तो कुरो नि तिमीहरूलाई मैले भन्नुपर्छ होला र? पर्दै पर्दैन। हेर त मैले साइन फाईको भ्यालु निकाल्ने भने हाम्रो साइन फाई भनेको कति आउँछ होला? हेर त साइन भनेको के हो? साइन फाई भनेको के हो? पी बाई एच हो। हाम्रो पी भनेको कति छ? हेर त परपेन्डिकुलर भनेको कति छ? ए छ हो कि होइन? यो हाम्रो ए भनेको त यो हो नि त है, यो ए भनेको चाहिँ माथिको है, तिमीहरू झुकेलाउ। हेर त परपेन्डिकुलर हाम्रो कति आयो? परपेन्डिकुलर भनेको ए रहेछ। त्यसै गरी हाइपोटेनियस भनेको हाम्रो कति हो? आर आयो। त्यसै गरी अब यो एङ्गलमा हेर त मैले कस थीटाको भ्यालु निकाल्ने भने कति हुन्छ होला? ल मलाई भन त। ए र है यही राइट एङ्गल ट्रायङ्गलमा हामीले कस थीटा। अब हेर यसको अपोजिट हाम्रो हाइपोटेनियस हो, थाहा छँदैछ। अब हेर त एङ्गलको अपोजिट हेर है, अब एङ्गलको अपोजिट त हाम्रो के हुने भयो? हेर त यो भनेको त हाम्रो के हुने भयो? परपेन्डिकुलर हुने भयो कि भएन? कस थीटाको लागि यो कति हुने भयो? परपेन्डिकुलर हुने भयो होइन र? त्यसै गरी यो परपेन्डिकुलर भइसकेपछि हाम्रो बेस चाहिँ यो हुने भयो कि भएन? भयो। ल हेर त कस थीटा भनेको हाम्रो के हो? बी बाई एच हो। हेर त बेस भनेको हाम्रो कति छ? ए छ, अहिले आर छ। मैले यो दुईवटा रिलेसनबाट के लेख्न पाएँ भन्दाखेरि हेर त साइन फाई चाहिँ केसँग इक्वल हुँदो रहेछ? कस थीटासँग इक्वल हुँदो रहेछ। हेर त ए बाई आर मैले लेख्न पाएँ कि भएन? मजाले लेख्न पाएँ। यसलाई मैले कति मान्दै? इक्वेसन डबल आई मान्दिएँ। ल हेर है यसलाई मैले कति माने? इक्वेसन डबल आई माने। सिमिलरली अब हेर त सिमिलरली मैले यहाँबाट चाहिँ टेन थीटाको भ्यालु निकाल्ने भने कति हुन्छ होला भन त मलाई? ल टेन थीटा भनेको हाम्रो कति हुने भयो? हेर त टेन थीटा यसमा निकाल्ने भने टेन थीटा भनेको एल बाई कति आयो हाम्रो? एल बाई ए आयो कि आएन? मजाले आयो। हेर त टेन थीटा भनेको एल बाई ए आयो। एल इज इक्वल टु कति हुन्छ? हेर त टेन थीटा इन्टु ए भयो। ठिक छ। ल हेर अब यसलाई मैले कति माने भन्दाखेरि इक्वेसन कति माने? इक्वेसन 3 माने। अब इक्वेसन 3 लाई चाहिँ मैले चाहिँ डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु मैले के गर्न सकिन्छ? थीटा होइन, थीटाको रेस्पेक्टमा अब यसको डिफ्रेन्सिएटिङ गरिदिनु भने के हुन्छ? आउँछ होला। हेर त डिएल बाई डी थीटा इज इक्वल टु डेरिभेटिभ अफ टेन थीटा इन्टु ए डिभाइडेड बाई कति हो? डी थीटा। हेर त यो भनेको डिएल बाई डी थीटा एज्युम जस्तो तस्तै छ। हेर त ए भनेको त कन्स्ट्यान्ट हो, कन्स्ट्यान्टको डेरिभेटिभ हुँदैन, इन्टिग्रेसन पनि हुँदैन। हेर त टेन थीटाको डेरिभेटिभ हाम्रो के हो? सेक स्क्वायर थीटा हो। तिमीहरू सबैलाई थाहा छ होइन र? कत्रो इन्टिग्रेसन क्यालकुलस गरेर आइयो। यस्तो चाहिँ अब यो टेन थीटाको डेरिभेटिभ सोधेर त हुन्छ त? यो त बच्चालाई सोधेको जस्तो भइहाल्यो नि होइन र? ल हेर यो भनेको मैले के लेख्न सक्छु भन्दाखेरि डिएल भनेको हाम्रो के हो? हेर त ए सेक स्क्वायर थीटा इन्टु डी थीटा भयो कि भएन? भयो। एकचोटि अब ध्यान दिएर हेर त हाम्रो इक्वेसन आई के हो? हेर त इक्वेसन आईमा डिएलको भ्यालु मैले निकालेँ, मजाले निकालेँ। हाम्रो डिएलको भ्यालु कति आयो? हेर त ए सेक स्क्वायर डी थीटा आएछ। ठिक छ। ल हेर त्यसै गरी अब हेर त आरको भ्यालु चाहिँ के गर्नुपर्ने रहेछ? हामीले आरको भ्यालु निकाल्न पर्ने रहेछ है। यहाँनिर मैले अब के को भ्यालु निकाल्न पऱ्यो? आरको भ्यालु निकाल्न पऱ्यो। त्यसै गरी हेर त साइन फाई भनेको केसँग इक्वल हुँदो रहेछ? हेर त कस थीटासँग इक्वल हुन्छ कि हुँदैन? हुन्छ। अब सबै अब कुरा चाहिँ अब हामीले चाहिँ ल र भ्यालु हालिदिउँ न होइन, पुटिङ द भ्यालु अफ। अब हेर है सकिहाल्यो यी पुटिङ द भ्यालु अफ। हेर त हामीले के को भ्यालु हाल्न पऱ्यो? साइन फाई डिएल एन्ड के को भ्यालु हाल्न पऱ्यो भन त? आरको भ्यालु हाल्न पऱ्यो। अब हेर त डिएलको भ्यालु हाम्रो साइन फाईको भ्यालु आइसकेको छ। कस थीटा लेख्न पाइन्छ, मजाले पाइन्छ। यो तिमीहरू सबैलाई थाहा भएकै कुरो होइन र? त्यसै गरी हेर त डिएलको भ्यालु छ, मजाले लेख्न पाइन्छ। अब हामीलाई सिम्पली आरको भ्यालु चाहियो है। आरको भ्यालुलाई कसरी निकाल्ने भन्दाखेरि हेर त कस थीटा इज इक्वल टु हाम्रो के भएको? ए बाई आर आएको हो कि होइन? हो। आर भनेको त कति लेख्न पाइन्छ? ए बाई कस थीटा लेख्न पाइन्छ
मजाले पाइन्छ। किन नपाइने हेर त, मजाले पाइन्छ कि पाइँदैन। यसलाई मैले हेर त, यसलाई मैले इक्वेसन कति माने, आइबी माने है, यसलाई मैले इक्वेसन आइबी माने, यो हाम्रो कति हुने भयो, इक्वेसन भी हुने भयो। ठिक छ, ल हेर अब के गर्ने हो, डीबी को ठाउँमा हेर त, अब नाउ सब्स्टिट्युटिङ द भ्यालु त हो नि, हेर न सकिहाल्यो नि। डीबी इज इक्वल टु कति हो हेर त, म्यु बाई 4 पाई आइडियल साइन फाई बाई आर स्क्वायर हो। ल हेर त, म्यु बाई 4 पाई एजिटी जस्ता जस्तै लेखेँ। आई हेर त डिएलको भ्यालु कति आएको मलाई भन त, ए सेक स्क्वायर हाम्रो कति हो भन त, डी थीटा आएको हो कि होइन, हो इन्टु हेर त साइन फाईको भ्यालु कति हो, मैले त लेखिदिएँ साइन फाई इज इक्वल टु कति हुन्छ, कस थीटा हुन्छ। हेर है, साइन फाई भनेको हाम्रो केसँग इक्वल हुन्छ, कस थीटासँग इक्वल हुन्छ। यो त तिमीहरू सबैलाई थाहा छँदैछ भनेको मैले साइन फाईको ठाउँमा कति लेख्न पाएँ हेर त, कस थीटा लेख्न पाएँ। हेर त्यसै गरी आर भनेको हाम्रो कति आयो हेर त, आर भनेको यो हो कि होइन, हो यो भनेको कति हुने भयो, ए बाई हाम्रो कति हो, कस थीटाको कति हुन्छ, होल स्क्वायर हुन्छ। ल हेर सकिहाल्यो त। अब हेर त यो कति हुने भयो, म्यु बाई 4 पाई इन्टु आइए हेर त सेक स्क्वायर डी थीटा इन्टु कस थीटा। हेर त यो मल्टिप्लाई के डिभाइडमा छ, माथि गएर मल्टिप्लाई हुन्छ। यो भनेको कति हुने, कस स्क्वायर थीटा हुने भयो। हेर त डिभाइडेड बाई कति हुन्छ हेर त, ए स्क्वायर। ल हेर है, तिमीहरूले देखिसक्यौ, टर्महरू क्यान्सल आउट भएको देखिसक्यौ। ल हेर त आइए अब सेक स्क्वायर थीटालाई मैले के लेख्न सक्छु भन त, 1 बाई कस स्क्वायर थीटा हुन्छ कि हुँदैन। ल हेर यो डी थीटा हुने भयो, कस थीटा इन्टु कस स्क्वायर थीटा डिभाइडेड बाई हेर त सेक स्क्वायर थीटालाई मैले 1 बाई कस स्क्वायर थीटा लेख्न पाउँछु, मजाले पाइन्छ। हेर त इन्टु ए स्क्वायर हो कि होइन, हो कस स्क्वायर थीटा क्यान्सल आउट भयो। हेर त एउटा ए र एउटा क्यान्सल आउट भयो कि भएन, भयो। भनेपछि यहाँ कति बाँकी रह्यो, म्यु बाई 4 पाई आए कति हो भन त, कस थीटा डी थीटा डिभाइडेड बाई कति बाँकी रहने भयो, ए बाँकी रह्यो। हेर त अब हामीले अब सब्स्टिट्युट गरेपछि त हाम्रो यो भनेको म्याग्नेटिक फिल्ड चाहिँ यति आयो कि आएन, आयो। अब सिम्पली के गरिदिने, यसलाई इन्टिग्रेसन गरिदिने भने त हाम्रो के आयो, पुरै यो कन्डक्टरमा हामीलाई कति चाहिएको थियो, कन्डक्टरमा चाहिएको चाहिँ म्याग्नेटिक फिल्ड निस्क्यो कि निस्केन, निस्कियो होइन। ल हेर नाउ यसलाई हेर है, यसलाई मैले इक्वेसन कति लेख्न पाउँछु, हेर त इक्वेसन 4 भनेपछि यसलाई मैले इक्वेसन 6 माने है त, मैले यसलाई कति माने, इक्वेसन 6 माने। ल हेर यसलाई इक्वेसन 6 माने, यसलाई इक्वेसन 6 माने। अब यसमा हेर त सबैभन्दा सुरुमा के गर्यौँ भन्दाखेरि हामीले म्यु बाई 4 बाई आइडियल साइन थीटा बाई आर स्क्वायर। हेर त साइन फाई भनेको साइन फाई इज इक्वल टु कस थीटा हो कि होइन, हामीले अगाडि नै थाहा पाइसकेको कुरा हो यो होइन त, अगाडि हामीले यहाँ गरिसकेको हो कि होइन, हो यही रिलेसन ल्याएर मैले हालिदिएँ। हेर त डिएलको भ्यालु मैले भर्खर यहाँ निकालेको हो, यो आएको हो कि ए सेक स्क्वायर डी थीटा आएको हो डिएलको भ्यालु। त्यसै गरी अब हेर त, अनि त्यसै गरी हामीलाई आरको भ्यालु चाहियो थियो, आरको भ्यालुको लागि मैले के गर्थेँ हेर त, कस थीटा इज इक्वल टु ए बाई आर हो। यहाँबाट सिम्पली आर यतापट्टि मल्टिप्लाई भएर गयो, कस थीटा तलपट्टि आयो। हेर त अब हेर वान के भयो, डिएलको ठाउँमा मैले ए सेक स्क्वायर कति हो, यहाँ थीटा हो है, फेरि यहाँ थीटा नदेखेर तनाव हुन्छ। ल हेर ए सेक स्क्वायर थीटा डी थीटा हो होइन त। ल हेर त्यसै गरी अब हेर न, यो ए स्क्वायर भयो, कस स्क्वायर थीटा यो तलपट्टिको माथि गएर उल्टेर मल्टिप्लाई हुने भयो। हेर त कस स्क्वायर थीटा माथि गयो। अब सेक स्क्वायर थीटालाई मैले के लेख्न सक्छु होला भन त, सेक स्क्वायर थीटा भनेको 1 बाई कस स्क्वायर थीटा हो कि होइन। फेरि यो दुई छक्काछ्यामा पढ्ने बच्चालाई सोधे जस्तो भयो इक्वेसन फेरि होइन त। ल हेर अब क्यान्सल आउट भयो, ए र ए माथिको ए दुईवटा ए थियो क्यान्सल आउट भयो। अब हेर त हाम्रो डिबी यति आयो। अब हेर डिबी यति आइसकेपछि अब हामीले के गर्न सकिन्छ होला भन त। ल हेर त अब के गर्न सकिन्छ, म्याग्नेटिक फिल्ड। अब हेर त म्याग्नेटिक फिल्ड ड्यू टु अ ल हेर अब के गर्न सकिन्छ भन्दाखेरि यो हामीले चाहिँ एबी भन्ने पुरै टर्मलाई चाहिँ इन्टिग्रेसन गर्न सकिन्छ कि सकिँदैन, सकिन्छ। अब इन्टिग्रेसन गर्दाखेरि हेर त बी भनेको त के हो, इन्टिग्रेसन अफ के हुने भयो हेर त डिबी हो। अब डिबीमा चाहिँ अब इन्टिग्रेसनमा हेर त अप्पर लिमिटमा चाहिँ अब हाम्रो के हुने भयो, थीटा 2 देखि के हुनु पर्यो, थीटा 1 देखि चाहिँ हामीले के गर्न पर्यो, इन्टिग्रेसन गर्न पर्यो। हेर त यो थीटा 1 र थीटा 2 त एंगल मानेको हो कि होइन, हो। अब यसमा मैले के गरेँ भन्दाखेरि साइन कन्भेक्सन हो है, साइन कन्भेक्सनमा चाहिँ मैले थीटा 1 लाई चाहिँ मैले के गरेँ भन्दाखेरि अब यो के भन्छ अरे एन्टी क्लकवाइज डिरेक्सनमा छ, त्यही भएर चाहिँ मैले यसलाई थीटा 1 लाई चाहिँ के गरेँ, नेगेटिभ कन्सिडर गरेँ होइन, थीटा 2 लाई चाहिँ मैले पोजिटिभ गरेँ है। साइन कन्भेक्सनको कुरो हो। अब तिमीहरूले स्कुलमा के कसरी गरेको छौ होइन, अब सबैको आफ्नो एउटा टेक्निक छ। हेर त यसमा मैले साइन कन्भेक्सन गरेँ, अरू केही कुरो छैन है, नयाँ नौलो मान्न पर्ने कुरो केही पनि छैन यसमा। हेर त अब मैले अलि स्पेस पुग्दैन कि जस्तो लाग्यो होइन, कन्जस्टेड रूपमा चाहिँ मैले यही लेखेँ है त। ल हेर यो अप्पर लिमिट हामीलाई थीटा 2 दिएको रहेछ, माइनस थीटा 1 दिएको छ। हेर त डिबी भनेको सर्लक्क माथिको भ्यालुलाई आँखा चिम्लेर हुन्छ नि, आँखा चिम्लेर ल्याएर हाल्ने नि। ल केही छैन, हेर त आँखा चिम्लिने 4 बाई कति छ हेर त, ए म्यु बाई 4 पाई आई कस थीटा डी थीटा बाई ए। ल हेर त यो थाहा भएकै कुरो, यसमा इन्टिग्रेसनै हुँदैन नि भनेको, म्युमा इन्टिग्रेसन हुन्छ हुँदैन, 4 पाईमा इन्टिग्रेसन हुन्छ हुँदैन, आई र एमा इन्टिग्रेसन हुँदैन होइन र, कस थीटा डी थीटामा इन्टिग्रेसन हुने हो। यो भनेको थीटा 2 देखि कति हो, माइनस थीटा 1 सँग इन्टिग्रेसन गर्नुपर्ने हामीले। हेर त यो म्यु बाई 4 पाई आई ए। ल हेर त कसको इन्टिग्रेसन के हो मलाई भन्देऊ त, कस थीटाको इन्टिग्रेसन भनेको हाम्रो कति हो, कस थीटाको इन्टिग्रेसन हाम्रो कति हो,
ल हेर अब कस थीटाको इन्टिग्रेसन मलाई के भन्दै हो त कस थीटाको इन्टिग्रेसन भनेको हाम्रो के हो साइन थीटा हो ल हेर त साइन थीटामा हामीलाई अप्पर लिमिट कति दिएको रहेछ थीटा 2 हाम्रो अप्पर लिमिट छ लोअर लिमिट भनेको के हो थीटा 1 हाम्रो लोअर लिमिट हो अब हेर न सिम्पली यसलाई त के गर्दिने हो र अब अप्पर लिमिटलाई एकचोटि भ्यालु हाल्दिने लोअर लिमिटलाई भ्यालु हाल्दिने चाहिँ सकिहाल्यो नि हाम्रो अरू केही छ र भने केही पनि छैन हेर त यतापट्टिको b छँदैछ यो भनेको μ/4π आइए अब हेर त के हुने भयो यसमा अब एकचोटि हामीले चाहिँ अप्पर लिमिटको भ्यालु हाल्नु पर्यो हेर त हाम्रो अप्पर लिमिट तिमीहरूलाई कति दिएको रहेछ साइन थीटा 2 दिएको रहेछ अब हाल्देऊ नि त यहाँ हेर त साइन थीटा 2 माइनस हेर त त्यसपछि पहिला अप्पर लिमिट हाल्ने त्यसपछि माइनस साइन कति हुन्छ हेर त माइनस थीटा 1 ल हेर यो भनेको b = μ0/4π आइए अब यसलाई मैले के लेख्न सक्छु हेर त साइन थीटा 1 प्लस साइन थीटा 2 ल हेर है अब यो भनेको चाहिँ के भयो हाम्रो चाहिँ यो इक्वेसनलाई चाहिँ मैले कति मान्न सक्छु भन्दाखेरि इक्वेसन कति भयो मेरो v डबल आई भयो होला है आई को 6 भयो भने चाहिँ यो 7 हुने भयो हो यो रिक्वायर इक्वेसनले चाहिँ के दिँदो रहेछ भन्दाखेरि चाहिँ है द रिक्वायर इक्वेसन यसलाई लेखौँ द रिक्वायर इक्वेसन गिभ अस द भ्यालु अफ b भनेको चाहिँ म्याग्नेटिक फिल्ड एट अ पोइन्ट p हैन त एट पोइन्ट p मा चाहिँ यसले चाहिँ के दियो म्याग्नेटिक फिल्ड दियो कि दिएन ड्यू टु अ करेन्ट क्यारिङ कन्डक्टर ड्यू टु अ करेन्ट क्यारिङ कन्डक्टर ल हेर करेन्ट क्यारिङ के हुने भयो कन्डक्टर हुने भयो हेर त ल हेर अब हामीले के कन्सिडर एउटा कुरो अझै कन्सिडर गर्नुपर्ने छ है इन्फाइनाइटली हेर त फर INFI टीएलआई इन्फाइनाइटली लङ कन्डक्टर है हेर त कुनै एउटा कन्डक्टर चाहिँ इन्फाइनाइटली लङ भयो भने चाहिँ त्यस्तो बेलामा चाहिँ हामीले के एउटा कन्सिडर केस गर्नुपर्छ भन्दाखेरि थीटा 1 र थीटा 2 भनेको चाहिँ कति हुन्छ 90 डिग्रीसँग चाहिँ इक्वल हुन्छ भन्ने कुरा चाहिँ तिमीहरूले कन्सिडर गर्नुपर्छ है यो कन्डक्टर चाहिँ एकदम धेरै लामो न लामो भयो भने चाहिँ हैन एकदम धेरै लामो भयो भने चाहिँ के कन्सिडर गर्ने रहेछ हामीले हेर त थीटा 1 र थीटा 2 लाई चाहिँ अब हामीले के कन्सिडर गर्नुपर्छ 90 डिग्री कन्सिडर गर्नुपर्छ रहेछ हेर थीटा 1 लाई थीटा 2 लाई मैले 90 डिग्री कन्सिडर गरिदिने भने हाम्रो इक्वेसन देन द इक्वेसन हेर त इक्वेसन VII बिकेम्स हैन ल हेर त इक्वेसन v के भन्छ होला मलाई भन त μ कति आउने 4π * IA हो कि हैन यो भनेको कति हुन्छ हेर त sin 90 डिग्री प्लस यो पनि भनेको हाम्रो कति डिग्री हुन्छ sin 90 डिग्री ल हेर μ कति हुन्छ 4π यो भनेको IA त्यसैगरी sin 90 को भ्यालु हाम्रो कति हो sin 90 डिग्री को भ्यालु भनेको त 1 हो अब यो त फेरि बच्चालाई सोधेको जस्तो भइहाल्यो हैन त ल हेर यो भनेको कति हुन्छ μ0/4π IA इन्टु कति हुन्छ 1 + 1 त 2 हो 2 2 क्यान्सल आउट भयो भनेपछि कति आउने भयो हेर त μ0I/2A हो दिस इज द रिक्वायर्ड इक्वेसन फर अ म्याग्नेटिक फिल्ड हो कि हैन फर अ म्याग्नेटिक फिल्ड इन अ स्ट्रेट अब करेन्ट क्यारिङ कन्डक्टर स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टरको लागि चाहिँ हामीले चाहिँ यसरी चाहिँ म्याग्नेटिक फिल्डलाई चाहिँ के गर्न सकिदो रहेछ डिटरमाइन गर्न सकिदो रहेछ हाम्रो दिस इज द रिक्वायर्ड इक्वेसन हो है फाइनल इक्वेसन यही हो अब यसबाट चाहिँ अब हामीले चाहिँ न्यूमेरिकल क्वेसनहरु सोध्छ हैन अब त्यो न्यूमेरिकल क्वेसनलाई चाहिँ कसरी ट्याकल गर्ने भनेर चाहिँ अब न्यूमेरिकल क्वेसन पनि गरेर हेरौँ है त ल म अब क्वेसन सार्छु ल हेर त्यसैगरी तिमीहरुले एउटा के क्वेसन दिएको रहेछ भन्दाखेरि अब एउटा स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टर रहेछ रे प्रोड्युस अ म्याग्नेटिक फिल्ड रे अब हेर त क्वेसन त्यस्तो खासै के गाह्रो छैन यो एकचोटीमै फर्मुला लाएर गर्ने क्वेसन रहेछ हेर त म्याग्नेटिक फिल्ड तिमीहरुलाई b भनेको कति दिएको रहेछ हेर त 5 टेस्ला दिएको रहेछ हैन डिस्टेन्स भन्ने बित्तिकै हाम्रो डिस्टेन्स भनेको अहिले हामीले a कन्सिडर गरेको 2 मिटर भइहाल्यो त्यसैगरी फाइन्ड द म्याग्नेटिक फिल्ड रे फाइन्ड द म्याग्नेट्युड अफ द इलेक्ट्रिक करेन्ट आई निकाल भनेको रहेछ अब केही छ गाह्रो केही छ र केही पनि छैन हेर त b भनेको कति हो μ0 I कति हो 2πA हो हेर त तिमीलाई यसमा b को भ्यालु दिएको छँदैछ हैन μ0 को भ्यालु भनेको कति हुन्छ र मलाई भन्देऊ त 4π * 10 को पावर कति हो -7 हो कि हैन हो यो तिमीहरु सबैलाई थाहा भएकै कुरो हो त्यसैगरी हेर त a भनेको 2 मिटर दिएको छँदै रहेछ 2 अब यो तिमीहरुले क्याल्कुलेटर हाला हैन क्याल्कुलेटरमा यन्त्र थिच्ने यन्त्रमा थिचेर आन्सर निकाल्न सक्छौ यहाँबाट आई को भ्यालु कति आउँछ तिमीहरुले निकाल्न सक्छौ है ल आजको भिडियोको लागि यति नै त्यसपछि म अर्को पार्टमा चाहिँ अब हाम्रो यसमा बाँकी रहेको एउटा भनेको चाहिँ म्याग्नेटिक फिल्ड अन द एक्सिस अफ सोलिनोइड रे सोलिनोइडमा चाहिँ अब कसरी हामीले म्याग्नेटिक फिल्ड डिटरमाइन गर्न सकिन्छ भन्ने एउटा च्याप्टर बाँकी छ हैन त्यसको डेरिभेसन म लिएर आउने छु तिमीहरुले भिडियोलाई मन परेमा लाइक शेयर सब्स्क्राइब कमेन्ट सबै जेसुकै गर्न सकिन्छ हैन गर्न सकिन्छ हैन ल आजको लागि यति नै हस् थ्यांक यू